ठिक्कै गेउरियादेखि अलिक तलतिर, गेउरिया चोकभन्दा अलिकति तलतिर बिक्रीमा आएको छ। एकदमै राम्रो नयाँ मोडलमा बनेको घर। तपाईलाई घर चाहिँ म घरको भित्र लोकेसन देखाउँछु, अब भित्र कस्तो छ के छ भनेर भित्रको देखाउँछु सबै हैन। म आउने बाटो पनि देखाउँछु अहिले। यो चाहिँ एउटा बेडरुम भयो, हेर्न सक्नुहुन्छ है, एकदमै राम्रो छ हैन। कलर सलर गरेर टक्क यो सुरुमा छिर्ने बित्तिकै हो। अर्को रुम हेर्नु यस्तो छ, यो पनि बेडरुमै हो, दुईटा भयो, अर्को तीनटा, अर्को बेडरुम यो पनि एउटा बेडरुम भयो। अब यता चाहिँ किचन छ है, टक्क लाएर सानो परिवार, टक्क राम्रो किचन छ ए, एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ ए किचन। अब यो चाहिँ फेरि माथि जाने हो है। यता चाहिँ टोयलेट बाथरुम छ, यहाँ भित्र चाहिँ यता ढोका छ, बाहिर उता आउटडोर, यता बाहिर जाने हुन्छ। यो चाहिँ एकदमै राम्रो छ, भर्याङ हेर्न सक्नुहुन्छ है, भर्याङ माथि जाने, माथि पनि कोठाहरू एकदमै राम्रो छ। म देखाउँछु तपाईलाई, सम्पूर्ण भिडियो हेर्नु होला, स्किप नगरिकन हेर्नु होला। यो चाहिँ माथि जाने भयो, भर्याङ्गी हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ घर, नयाँ डिजाइन बसेको। यो चाहिँ मन्दिर भयो, सानो मन्दिर चिटिक्क परेको मन्दिर। सिटिङ रुम यहाँ छ है, ठुलो बब्बाल सिटिङ रुम। तपाईलाई लाइट बालेर देखाउँछु। ए यो चाहिँ वासिङ मेसिन भएर टोयलेट बाथरुम माथिको ए सिटिङ रुम माथि एकदमै राम्रो छ, जिप्सम लगाएर हेर्न सक्नुहुन्छ। टोयलेट बाथरुम देखाउँछु म यहाँ है, ए एकदमै राम्रो छ, सबै डिजाइन छ, चिसो तातो पानी सबै जस्तो भने त्यस्तै आउँछ है। ए माथिको बेडरुम माथि भयो, माथि पनि एकदमै राम्रो छ, हावा चल्छ। यता अर्को बेडरुम भयो, यो चाहिँ माथिल्लो तलामा हो, देखाइरहेको छु हेर्न सक्नुहुन्छ। यता अब मैले देखाएँ तपाईँलाई माथिको भ्यू भएको, माथिबाट कस्तो देखिन्छ ल माथि हेर्न सक्नुहुन्छ है। माथि यो बरन्डाको साइडमा यहाँ पनि किचन बनाउँदा ठ्याक्क हुन्छ है, सानो माथिको लागि पनि। ए माथिको भ्यू हेर्नु है, ए रोड यहीँ छ है, रोड हेर्न सक्नुहुन्छ है, गाडी आइरहन्छ है, रोडैमा छ ठ्याक्कै घर। ए यस्तो ग्रिल लगाएको, कहीँबाट चोरसोर पनि पस्न सक्दैन है, सबै एकदम ग्रिल लगाएर एकदमै राम्रो छ। यो रोड छेउमा घर है, एकदमै राम्रो छ, नयाँ डिजाइनमा बनाएको घर हो। हेर्नु टाइल मार्बल एकदम सबै थोक लगाएर एकदमै राम्रो छ किचन चाहिँ। ए सिटिङ रुम हेर्न सक्नुहुन्छ, सबै एकदम राम्रो छ। तपाईलाई म लोकेसन पनि बताउने छु। लोकेसन चाहिँ ठ्याक्कै गेउरिया चोकबाट अलिकति तलतिर पर्छ, रोडैमा हो। गौरादा दमक हुँदै पाडाजुङी, पाडाजुङीबाट सिधै गोर्दा जाने रोडमा पर्छ घर चाहिँ। कसैलाई चाहिएको छ भने एकदम सुपथ मूल्यमा घर बिक्रीमा आएको छ, घर जग्गा बिक्रीमा आएको छ, सम्पर्क गर्न सक्नुहुन्छ। म नम्बर राखिदिन्छु, घर धनीलाई सिधै सम्पर्क गरेर घर लिन सक्नुहुन्छ।